नमस्कार, विकेट गोल्ड टिभी च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। नेपालले टी20 वर्ल्ड कप 2026 क्वालिफायरको क्याम्पेन 8 अक्टोबरमा कुवेत विरुद्धको खेलबाट सुरु गर्नेछ। गत वर्ष आफ्नो दोस्रो टी20 वर्ल्ड कप खेलेको नेपाली टिम यो पल्ट पनि आफ्नो स्थान सुरक्षित बनाउने दृढ सङ्कल्प लिएको छ। जम्मा 9वटा टिम्सहरू एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायर्समा भाग लिँदैछन्। 9वटा टिम्सहरूलाई 3 ग्रुपमा विभाजन गरेर यो क्वालिफायर्स खेलाइँदैछ। नेपाल ग्रुप बीमा कुवेत र जापानसँग रहेको छ। प्रत्येक ग्रुपबाट टप 2 टिम्स सुपर 6 मा पुग्नेछन् र सुपर 6 को टप 3 टिम्सहरू इन्डिया र श्रीलङ्कामा हुने आइसिसी टी20 वर्ल्ड कप 2026 मा क्वालिफाई हुनेछन्। अब कुरा गरौँ नेपाल भर्सेस कुवेतको म्याच प्रिभ्यूको बारेमा। नेपाल र कुवेत एक आपसमा त्यति धेरै खेलेका छैनन्। अहिलेसम्म नेपाल र कुवेत टी20 इन्टरनेसनलमा 3 पटक भिडेका छन्। सो 3 खेलमा नेपालले 2 पटक जित दर्ता गरेको छ भने एक खेलमा हार बिहोर्न परेको थियो। यसै वर्ष हङकङमा भएको क्वाड्रेङ्कुलर सिरिजको फाइनलमा नेपाल कुवेतसँग 3 रनले पराजित भएको थियो। त्यसै सिरिजको लिग स्टेजमा भने नेपालले कुवेतमाथि 6 विकेटले जित दर्ता गरेको थियो। यस विश्वकप छनौटको खेल अगाडि नेपाल र कुवेत दुवैले 2-2वटा वार्मअप म्याच खेलेका थिए। ओमान र कतारसँग खेलेको वार्मअप खेलमा नेपाल र कुवेत दुवैले 2-2 जित हासिल गरेको थियो। नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई 6 विकेटले हरायो र दोस्रो म्याचमा कतारलाई 16 रनले। त्यसै गरी कुवेतले ओमानलाई 3 विकेटले र कतारलाई 34 रनले हराएको थियो। वार्मअप म्याच अगाडि नेपालले वेस्ट इन्डिजसँग टी20 आई सिरिज खेलेको थियो र कुवेतले ओमानसँग खेलेको थियो। नेपालले ऐतिहासिक रूपमा वेस्ट इन्डिज विरुद्ध 2-1 को सिरिज जित दर्ता गर्यो, जबकि कुवेत ओमानसँग 2-0 ले पराजित रह्यो। नेपाल भर्सेस कुवेतको खेलमा इम्प्याक्ट पार्न सक्ने 2 खेलाडीहरू। कुवेतको तर्फबाट क्लिन्टो एन्टो। पछिल्ला केही वर्षदेखि कुवेतको एक इम्पोर्टेन्ट प्लेयर रहेका छन् क्लिन्टो एन्टो। 31 वर्षीय टप अर्डर ब्याटर क्लिन्टोले अहिलेसम्म 800 भन्दा बढी टी20 आई रन बनाइसकेका छन् भने उनको स्ट्राइक रेट पनि 152 को रहेको छ। गत हप्ता मात्र ओमानसँग भएको 2 म्याचको सिरिजमा उनी कुवेतको तर्फबाट टप स्कोरर थिए। त्यसै गरी ओमान र कतारसँग भएको वार्मअप म्याचमा पनि उनी नै कुवेतका टप स्कोरर रहेका थिए। कतार विरुद्ध उनले मात्र 27 बलमा 63 रन बनाएका थिए। त्यसैले पनि उनको एक्सप्लोजिभ ब्याटिङ नेपाली बलर्सहरूलाई च्यालेन्जिङ हुन सक्छ। नेपालको तर्फबाट रहेका छन् कुशल भुर्तेल। सुरुवाती समयमा एट्याकिङ ओपनिङ ब्याटरको रूपमा चिनिने कुशल भुर्तेल अहिले एक ब्यालेन्स्ड अलराउन्डरको रूपमा स्थापित भइसकेका छन्। टी20 इन्टरनेसनलमा उनले एक्ज्याक्टली 1600 रन बनाइसकेका छन् भने बलिङतर्फ पनि उनको नाममा 29 विकेट छ। गत साता मात्र भएको वेस्ट इन्डिज विरुद्धको सिरिजमा उनले पहिलो 2 म्याचमा ब्याटिङमा स्ट्रगल गरे पनि बलिङमा 5 विकेट लिएका थिए। त्यसपछि तेस्रो टी20 आईमा भने उनले 39 रन बनाएका थिए। त्यसै गरी कतारसँगको वार्मअप म्याचमा पनि उनले 33 बलमा 56 रन बनाएर फर्ममा फर्केको सङ्केत दिएका छन्। नेपाल भर्सेस कुवेत लाइभ स्ट्रिमिङ टिभी च्यानल्स। आइसिसी टी20 वर्ल्ड कप क्वालिफायर्सका सबै म्याचहरू आइसिसी टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैले नेपाल र कुवेतको म्याच पनि आइसिसी टिभीमा हेर्न सकिन्छ, तर यो केही देशमा मात्र उपलब्ध हुनेछ। आशा र विश्वास गरौँ नेपाली टिमले यसपटकको वर्ल्ड कप क्वालिफायर्समा पनि राम्रो प्रदर्शन गरेर टी20 वर्ल्ड कप 2026 मा क्वालिफाई हुनेछ। यस्तै भिडियोहरू लिएर हामीहरू फेरि पनि उपस्थित हुने नै छौँ। भिडियो मन परेमा लाइक गर्न नभुल्नुहोस् र विकेट गोल्ड टिभी च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।